अबदेखि तपाईको कलमा मान्छेले बोल्दैन। त्यसो भई को बोल्छ त? आउनुहोस् जानौं भिडियोमा। नमस्कार, म मिजाज। तपाईहरुलाई दिनभरिमा कति धेरै कलहरु आइरहेको हुन्छ। अफिसबाट, बैंकबाट, कन्सल्टेन्सीबाट, होटलबाट, विभिन्न ठाउँबाट कलहरु आइराख्दाखेरि तपाईले कहिले सोच्नु भएको छ अब यो कल मान्छेले मात्रै नभई एआई ले पनि गर्न सक्छ है भनेर? मैले पनि एउटा कल असिस्टेन्टको रूपमा एउटा एआई बनाएको छु, जसले अहिले +2 सकेको विद्यार्थी कहाँनेर के गरिरहेको छ, के पढिरहेको छ भन्ने कुरा सम्पूर्ण कल गर्न सक्छ युनिभर्सिटीको माध्यमबाट। तर यो सिस्टमले कसरी काम गर्छ त? आउनुहोस् विस्तारमा जानौं। यो चाहिँ हाम्रो कल अटोमेसन रहेको छ। यो अब यो सिस्टमलाई अब हामी एकचोटि रन गरेर हेरौँ। जस्तै मैले यहाँनिर एक्जिक्युट वर्क फ्लो गरिसकेपछि चाहिँ कल आफै आइहाल्छ। जस्तै त्यही पनि अहिले गरेर हेरौँ एकपल्ट। अब यहाँनिर चाहिँ कल आएको छ। जस्तै मलाई यहाँबाट कल आयो। अब मैले उठाउँदाखेरि चाहिँ एआई बोल्छ, हेर्नु है त। हेलो। Hello, thank you for picking up the call. Kastoj Shah Hajur. I'm speaking from Mijaro University and I'm here to share some exciting information. I heard you've completed your +2 in computer science. Is that correct? Yeah, sure. That's great to hear. Have you thought about what you'd like to do next in terms of your studies? तब पढ़ाई को योजना बारे केही सोच्नु भएको छ? Yeah. I want to study computer science in Nepal. तपाईले बिल्कुलै सही बाटो रोज्नुभयो. Mijaro University offers one of the best bachelor's in computer science programs in Nepal. Our program focuses on both theoretical and practical knowledge, hands-on projects, and industry internships. We also have experienced faculty members who provide great support and guidance. So which specific field in computer science are you most interested in? AI, cybersecurity, software development, or something else? Yeah, I want to study in AI. Wow. Artificial intelligence is an amazing and rapidly growing field. At Mijaro University, we focus on AI development through hands-on labs, projects, and mentorship by experienced professors. You'll also have opportunities to collaborate with industry leaders and work on real-world AI challenges. यसले कल पनि गरिसकेको छ। यो अटोमेसनले अहिले मैले कल गरेर पनि देखाइसकेँ। अब हेरौँ डाटा कहाँ गएर सेभ हुन्छ त। अहिले कलमा रेकर्डिङ गरिएको डाटा चाहिँ हाम्रो गुगल सिटमा आयो कि आएन। जस्तै हाम्रो कल भइसक्यो भने चाहिँ यसमा हुन्छ। यो कल भइसकेपछि यसमा आएको छ। अब रिजल्ट हेर्दाखेरि यो अहिले लास्टमा गरेको हेर्न सक्छौँ हामीले। लास्ट टाइममा गरेको यो छ कल। अनि अब हाम्रो कन्भर्सेसनको अब के आयो त समरी कसलाई कल गऱ्यौँ त भन्दाखेरि चाहिँ यहाँनिर सबै लेखेको छ। समरी चाहिँ यसरी अहिले बोलिएको कुराहरूलाई चाहिँ एआईले लेखेर पठाइदिएको छ। यो चाहिँ जुन काम चाहिँ यो एआई मेसेज मोडलले काम गर्छ यहाँको, त्यसैले यहाँ समरी पनि यहाँनिर बनाएर पठाइसकेको छ। अब उहाँ यदि क्वालिफाइड हुनुहुन्छ भने चाहिँ अब पढ्नको लागि क्वालिफाइड हुनुहुन्छ भने यसमा जान्छ डाटा चाहिँ। यदि हुनुहुन्न भने चाहिँ यहाँनिर चाहिँ नो भएर अब कस्तो खालको रेस्पोन्स आयो त्यो रेस्पोन्सलाई चाहिँ यहाँनिर लेखिएको हुन्छ। हस्, थ्याङ्क यू। आज मैले अटोमेसन पनि हजुरहरूलाई देखाइसकेँ। अब एआई एजेन्टले आफै कल गरेर युनिभर्सिटीमा लिडहरू ल्याउनलाई एकदमै हेल्प गर्छ। यो सिस्टम आजको कस्तो लाग्यो, हजुरहरूलाई डेमो प्रोजेक्ट हेर्दाखेरि के लाग्यो, केही प्रश्न भए कमेन्ट गर्न सक्नुहुन्छ।